के तपाईलाई नेप्से अल्फामा भएको अल्फाको अर्थ थाहा छ? अल्फा भर्सेस बिटा सिरिजको पहिलो भागमा हामी अल्फाको बारेमा बुझौँ। सेयर बजारमा अल्फा भनेको तपाईको लगानीको ड्राइभरको खुबी हो। कल्पना गर्नुहोस्, सेयर बजार एउटा पहाडी बाटो हो। अल्फाले यो बताउँछ कि बाटो जस्तोसुकै भए पनि तपाईको ड्राइभरले कति कुशलताका साथ गाडी अगाडि बढायो। यदि नेप्से इन्डेक्स 10% ले बढ्दा तपाईको सेयर 15% ले बढ्यो भने त्यो बढी भएको जुन 5% छ नि त्यो नै अल्फा हो। बजार त सबैको लागि बढेको हो, तर तपाईले सही स्टक छान्नु भएकाले औसतभन्दा धेरै नाफा कमाउनु भयो। अल्फा धेरै हुनु भनेको तपाईको ड्राइभर जान्ने छ भन्ने हो। तपाईले बजारलाई जित्नु भएको बुझ्न सकिन्छ। हामी यस सिरिजको अर्को भागमा बिटाको चर्चा गर्नेछौँ। हेर्न नछुटाउनु होला।